वेलकम ब्याक। फेरि पनि आएको छु उही पुरानो अंदाजमा नयाँ कन्टेन्टको साथमा। टाइटलबाट पनि थाहा पाइसक्नुभयो कि मैले आज के को बारेमा कुरा गर्दैछु भनेर। पहिले र्यापमा छाडापन हुन्थ्यो, भिटेनको गीतमा छाडापन लाग्थ्यो, दुर्गेश थापाको गीतमा पनि छाडापन लाग्थ्यो। तर अहिले आएर दोहोरीमा छाडापन देखिन थाल्यो। छाडापन भन्ने कि के भन्ने, दोहोरो अर्थ लाग्ने खालका गीत पनि अति नै आउन थाल्यो। नपत्याए यो सुन्नुहोस्। यो गीत विशाल सोनी र शान्तिश्री परियारको आवाजमा सजिएको गीत 1 महिना अघि मात्र तीजलाई लक्षित गरी आएको गीत थियो। गीतमा महानायक राजेश हमालको पनि अभिनय रहेको छ। भिडियो हेरेपछि मात्र गीतले के भन्न खोजेको भनेर बुझ्न सकिन्छ, नत्र त हे प्रभु के हो यस्तो। त्यसको अपार सफलतापछि आयो बिस्ताराले बोल्यो। यो गीतको त के कुरा गर्नु, हेर्नुस् यो दृश्य पनि। यो गीतको चर्को आलोचना भयो। कमेन्टमा शान्तिश्री परियार र मोडल सञ्चिता बोलाखेलाई गालीको बर्सात नै आयो। यो प्रति ध्यान आकर्षण गर्दै शान्तिश्री परियारले विज्ञप्ति निकाल्दै माफी पनि मागिन्। त्यसपछि उनी अमेरिकाको साङ्गीतिक यात्राका लागि निस्किन्। विज्ञप्ति निकाल्दै उनले भनिन्, अबदेखि दर्शक श्रोताको मन दुखाउने कुनै पनि काम गर्दिन र गीत गर्दाखेरि शब्द चयन गर्नेछु भनेर पनि उनले आफ्नो विज्ञप्ति र फेसबुक पोस्टबाट पनि देखाएकी छिन्। तर यो गीतको नायिका सञ्चिता बोलाखेले एक अन्तर्वार्तामा यस्तो भन्छन्। त्यो सिन परिवारसँग बसेर हेर्न सकिन्छ? सकिन्छ, किन नसकिन्न? सकिन्छ, मजाले। दर्शकले सोचेको थिए कि उनले माफी माग्छिन् भनेर, तर उनले त्यसो गरिनन्। झन् त्यसलाई त्यस विषयमा जवाफ फर्काइन्। त्यसपछि फेरि आउँछ गीत जवानीले बोले, उही शान्तिश्री परियारको आवाजमा र सञ्चिता बोलाखेको अभिनयमा। हरेक कुराले यिनीलाई नै मात्र बोल्ने रहेछ। अनि मोडेल सञ्चितालाई यस्ता गीतबाट मात्र अफर आउने रहेछ। उनी पनि खै यस्तै गीत र कन्सेप्ट मन पराउने रहेछन्। यो कुरा मैले भनेको होइन। मोडल सञ्चिता बोलाखेको प्रायजसो भिडियो रिल्समा तीजको समयमा यस्ता गीतले विकृति फैलायो भनेर दर्शकको नकारात्मक प्रतिक्रिया र गाली नै गाली भएको देखिन्छ। कुरा छोडौँ यी सञ्चिता बोलाखे र शान्तिश्री परियारको। अब कुरा गरौँ अर्को गीतको। यो गीतले पनि दोहोरो अर्थ लगाएर खानुसम्म गाली खायो। तर जति नै गाली त्यति नै कन्टेन्ट भाइरल। 1 महिना अघि मात्र आएको यो गीत अहिले 8 लाखभन्दा बढी दर्शकको नजरमा परेको छ। गीतमा भागीरथ चलाउने र कविता खत्रीको स्वर रहेको छ। गीत भने चर्चित सर्जक नेत्र अर्यालले लेखेका हुन्। लोमस शर्मा र बीना राउतको अभिनय देख्न सकिन्छ यो गीतमा। अब आउँछ बिहे भन्दा पहिले। यो गीतको टाइटलबाट के बुझ्ने, हुन त सन्देशमूलक पनि हुन सक्छ। खै के बुझ्ने के भन्ने। यो गीतमा पनि उही पुरानो नायिका भन्ने कि मोडल भन्ने सञ्चिता बोलाखे नै र यिनको साथमा छिन् लोसिना लामिछाने। अब सुनौं यो गीत। के हुन्छ होला है बिहेको राती अँध्यारो कोठामा अनजान साथ। पापाकी परीको नामले पनि चिनिन्छ यो गीतलाई। अहिले चाहिँ यसको टाइटल चेन्ज गरेर के हुन्छ होला है बिहेको राती भनेर राखिएको छ।
2 वर्ष अगाडि 12 अगस्त 2022मा आशिष अविरल नामक युट्युबमा आएको यो गीत यसैबाट सुरु भएको होला सायद नेपाली गीतमा छाडापन। फेरि यो गीत अरूलाई विकृति विसङ्गति के हो भनेर सिकाउने गुरु बहुचर्चित सर्जक शिव हमालले लेखेका हुन्। अग्रजले यस्तो लेख्छन् अनि अनुजले के सिक्ने। यसपछि आउँछ एउटा मिठो अनि राम्रो गीत। ओहो राम्रो नै रहेछ। हस् आजलाई यति, फेरि अर्को भिडियोमा भेटौँला। भिडियो मन परे लाइक कमेन्ट एन्ड च्यानललाई सब्सक्राइब गरिदिनु होला।